नमस्ते अनि वेलकम ब्याक टु च्यानल। तपाईँहरूलाई स्वागत छ फेरि नयाँ ब्लगमा। हिजो चाहिँ रातभरि पानी परेको थियो। आज चाहिँ एकदम गाइस हिजो रातभरि नै पानी पऱ्यो, दिनभरि नै पानी पऱ्यो। अहिले चाहिँ गाइस आज चाहिँ हाम्रो काम नहुनुको कारणले अलिकति चाँडै छुट्टी भयो। ड्युटी थियो 2 बजेबाट। हिजो परेको पानी विन्टरको अमेजिङ भ्यू हेर्नुहोस् है गाइस। यो चाहिँ अल मजाज। नमस्ते अनि वेलकम ब्याक टु च्यानल। तपाईँहरूलाई स्वागत छ फेरि पनि नयाँ ब्लगमा। हिजो चाहिँ रातभरि पानी परेको थियो। आज चाहिँ एकदम क्लियर भएको छ मौसम। तपाईँहरू पनि हेर्नु बाहिरको मौसम आजको। यो छ आजको मौसम। वाउ, ब्रेथ टेकिङ भ्यू अनि स्पेक्टेक्युलर क्लियर हैन। यस्तो भ्यू देख्न चाहिँ सिर्फ विन्टरमा मात्र पाइन्छ हैन। हिजो दिनभरि पनि पानी पर्यो, सिमसिम परेको थियो दिनभरि चाहिँ। अनि राति चाहिँ लास्टै पानी पर्यो। म चाहिँ बाहिरै हेरेर हिँडिरहेको थिएँ। मैले भिडियो पनि हालिदिएको छु, पछिल्लो भिडियो तपाईँहरू हेर्न सक्नुहुन्छ। कति पानी पऱ्यो, त्यो रोड पुरै ब्लक थियो। राति गाडी त्यति चलेको थिएन। अहिले चाहिँ सिद्धिसकेछ। गाडी हिँड्दा हिँड्दै सबै त्यो पानी सोरेर लगेको हो कि त्यत्तिकै हरायो खै के भयो। अहिले चाहिँ छैन त्यो रोडमा पानी। म बिहान हेर्न गएको थिएँ, सायद ट्याङ्कर लगाएर निकाल्यो होला। सायद बिजी हुने रोडमा चाहिँ निकाल्छ होला यहाँको मान्छेहरूले। हिजो ट्याङ्कर आइरहेको थियो राति। अनि के गर्ने, जति पानी पऱ्यो नि जे पऱ्यो नि ड्युटी गर्नै पऱ्यो। छुट्टी छैन, यस्तो छ त अब है। तर ठिकै छ, रुममा बसेर नि गर्ने के है। अरू ड्युटी गऱ्यो आयो बस्यो मजाले, दिन काटिने दिन पनि हुन्छ, समय काटिन्छ होइन। मेरो त यसरी चलिरहेको जिन्दगी। तपाईँहरूको कसरी चलिरहेको छ यसो कमेन्ट गर्नु है। अनि च्यानलमा नयाँ भए सब्सक्राइब गरिदिनु होला। लाइफ इन शारजा यही दुबई यसरी बितिरहेको छ। साँच्चै आजको मौसम हेरेर चाहिँ मलाई साह्रै रमाइलो लागिरहेको छ। यस्तो मौसममा चाहिँ घरमा हुनुपर्ने होइन, नेपालमा हुनुपर्ने। के गर्ने, दुर्भाग्यले विदेशतिर छु पैसा कमाउनको लागि। अब हेर्दै जाम, दिउँसो बेलुका पानी पर्छ कि पर्दैन। अहिले चाहिँ यस्तो छ मौसम। गाइस आज चाहिँ हाम्रो काम नहुनुको कारणले अलिकति चाँडै छुट्टी भयो। ड्युटी थियो 2 बजेबाट। अहिले चाहिँ म ड्युटी सकेर भनौँ न छिटै छुट्टी भयो आज। काम नभएको कारणले चाहिँ छिटै छुट्टी गरिदियो कम्पनीले। अहिले निस्केर हो यो पछाडि यो बिल्डिङको पछाडितिर घुम्न जाँदैछु। त्यहाँको राम्रो दृश्यहरू देखाउनेछु। तपाईँले मन पराइदिनु हुनेछ भन्ने आशा गर्छु। यही हो, यहीँ गर्छु मैले चाहिँ काम। बन्द भइसकेको छ, भोलि खुल्छ अब। किनकि पानी पर्नुको कारणले मेन चाहिँ बन्द गरेको, नत्र यो 12 दिन 12 घन्टा चलिरहन्छ। आउनुहोस् लाग्नुहुन्छ फरेस्टतिर घुम्न जाऊँ है। जाडो पनि एकदम जाडो छ। मैले ज्याकेट पनि लिनु थियो। यसो त्यहाँतिर भेट्यो भने ज्याकेट पनि लिनु पर्ला। घुम्दै हिँड्नु। हिजो परेको पानी अहिलेसम्म ताल बेताल छ यतातिर। ल म चाहिँ यहाँ साइकलमा हिँडिरहेको छु। कहिले चाहिँ सुक्ने होला त यो। अल मजाज सिटीको ब्युटिफुल सिन। छिटो चलायो भने फेरि पुरै पानी हुन्छ। त्यही भएर म चाहिँ बिस्तारै चलाइरहेको छु। विन्टरको अमेजिङ भ्यू हेर्नुहोस् है गाइस। यो चाहिँ अल मजाज 3 भित्र। पानीको ताल हेर्न ताल।